सबैजनालाई नमस्कार। आज मार्च 9, 2025 आजको दिनमा पनि हाम्रो नेप्से चाहिँ रातम्बे नै भएको छ। एकदम भयङ्कर ठुलै गिरावट आएको छ होइन। करिब हाम्रो चाहिँ 46 पोइन्टले घटेर चाहिँ हाम्रो नेप्से चाहिँ अब 2800को तल आयो। 2772को रेन्जमा आएको छ होइन। 2800मा चाहिँ पहिला एउटा रेजिस्टेन्स थियो, त्यो रेजिस्टेन्स तोडिसकेपछि चाहिँ त्यसले चाहिँ सपोर्टको रूपमा काम गर्ला कि भन्ने हामीले आश गरेको थियौँ। तर त्यसलाई चाहिँ खासै सपोर्ट बनाउन सकेन होइन। त्यसलाई पनि तोडेर चाहिँ अझ तल आएको छ है। कारोबार हेर्ने हो भने हाम्रो चाहिँ 10 अर्ब अतिको कारोबार आएको छ। सेक्टर पनि सबै सेक्टरहरू चाहिँ रेडमै क्लोजिङ भएको छ। सबभन्दा बढी चाहिँ हाम्रो अदर सेक्टर आजको दिनमा, त्यसपछि चाहिँ इन्भेस्टमेन्ट, यो दुइटा चाहिँ 2% भन्दा बढी चाहिँ गिरावट आएको छ है। अदर्स चाहिँ हाम्रो पहिला राम्रै राइज गएको थियो, त्यही भएर अब अलिकति फल आएको हो अदर्समा। इन्भेस्टमेन्टमा चाहिँ एउटा न्युज आएको छ, त्यही न्युज आएर चाहिँ अलिकति सेलिङ साइडलाई चाहिँ ट्रिगर गरेको जस्तो देखिन्छ है त। सो अब चार्ट हेर्दाखेरि जुन हामीले यो पार्टलाई हामीले पहिला रेजिस्टेन्स भएर बसेको थियो, त्यसलाई तोडेर गइसकेपछि यसले सपोर्टको रूपमा काम गर्ला भन्ने हामीले आश गरेको थियौँ यो 2800को पोइन्ट। अब यो 2800को पोइन्टभन्दा चाहिँ तल आयो, तर पनि यो सपोर्टकै रेन्जमा चाहिँ छौँ है त हामी। मैले दुइटा कुरा गरेँ यसमा। 2800को पोइन्टभन्दा चाहिँ तल आयो। 2800 चाहिँ हाम्रो मनोवैज्ञानिक रेजिस्टेन्स र मनोवैज्ञानिक सपोर्ट हुन्थ्यो होइन। तर अब चाहिँ हाम्रो चाहिँ सपोर्टको रेन्जमा आयो भनेपछि कुनै पनि पोइन्टमा यो चाहिँ हाम्रो चाहिँ सपोर्टकै रेन्ज भयो कि। यति चाहिँ हाम्रो चाहिँ पहिला रेजिस्टेन्स थियो, अब यो चाहिँ सपोर्ट नै हुने भयो होइन। सो यो पोइन्टबाट हामीले एउटा राइज चाहिँ एक्सपेक्ट गर्न सक्छौँ, अथवा एउटा ग्रिन क्यान्डल चाहिँ हामीले यो एरियाबाट चाहिँ एक्सपेक्ट गर्न सक्छौँ। किन भन्दाखेरि 5 दिन जति चाहिँ फल आइसकेको छ र सपोर्ट जोनमा पनि छ। त्यही भएर एउटा राइज चाहिँ हामीले यहाँनिर, अथवा राइज पनि होइन, एउटा ग्रिन क्यान्डल अथवा एउटा रिभर्सल जस्तो क्यान्डल चाहिँ हामीले यहाँनिर एउटा एक्सपेक्ट गर्न सक्छौँ होइन। तर त्यो क्यान्डल आउने बित्तिकै रिभर्सल भइहाल्छ, भर्खरै माथि गइहाल्छ भन्ने चाहिँ त्यस्तो माहौल चाहिँ भर्खरै देखिँदैन। त्यो हुनको लागि चाहिँ अब अघिल्लोको हाई 2900 भन्दा माथि नै जानु पर्यो होइन। सो अब यहाँनिर चाहिँ ठुलो रेन्ज बनाइसक्यो कि 2930देखि अब 2770 भनेपछि धेरै नै पोइन्टको चाहिँ एउटा रेन्ज बनायो यहाँनिर है। अब विकली क्यान्डल हेर्दाखेरि पनि विकली क्यान्डलमा के थियो भन्दाखेरि एउटा राइज गइसकेको थियो र एउटा चाहिँ सुटिङ स्टार जस्तो बनेको थियो है। भोल्युम पनि यसमा आएकै थियो। रेजिस्टेन्स लेभलमा गएर सुटिङ स्टार बनिसकेपछि चाहिँ अब यो क्यान्डलको कन्फर्मेसन यो सुटिङ स्टारै हो भनेर कन्फर्म गर्नको लागि चाहिँ यसको पछाडिको क्यान्डल चाहिँ यो सुटिङ स्टारको क्लोजिङभन्दा चाहिँ तल क्लोजिङ भयो भने चाहिँ यो सुटिङ स्टार चाहिँ भ्यालिड हुने भयो होइन। अब यो विकली क्यान्डल बनाएको, त्यही भएर विकली क्लोजरसँग सम्म हामीले कुर्नु पऱ्यो। त्यो भनेको यो हप्ताको थर्सडेसम्म हामीले कुर्नु पऱ्यो होइन। यो हप्ताको थर्सडेसम्म चाहिँ यदि नेप्से चाहिँ यो सुटिङ स्टार बनेको क्यान्डलको लो अथवा क्लोजिङ भनेको 2818 भन्दा चाहिँ तलैपट्टि क्लोजिङ दियो भने चाहिँ यो भ्यालिड हुने भयो र फेरि तपाईँको चाहिँ नेप्से तल आउन सक्ने भन्ने हामीले बुझ्न सक्छौँ, अथवा यही रेन्जमा साइडवेज बस्न सक्छ भन्ने हामीले बुझ्न सक्छौँ होइन। यसको क्लोजिङ यो 2818 भन्दा चाहिँ यो हप्ता चाहिँ 2818 भन्दा माथि नै बस्यो भने चाहिँ फेरि राम्रो पार्ट हुनसक्छ है त त्यो चाहिँ। सो अहिले चाहिँ पोलिटिकल कुराहरू पनि अलिअलि आइरहेको छ होइन। त्यही भएर चाहिँ एउटा प्यानिक क्रिएट भएको छ मार्केटमा। त्यही प्यानिक क्रिएट नै भएर अहिले चाहिँ फलिङ आइरहेको हो जस्तो मान्न सक्छौँ हामीले। सपोर्ट जोनमा छ अहिले। एउटा हामीले ग्रिन क्यान्डल अथवा रिभर्सल क्यान्डल चाहिँ एक्सपेक्ट गर्न सक्छौँ, तर त्यो क्यान्डल आउने बित्तिकै चाहिँ फेरि मार्केट फर्किहाल्यो भन्ने चाहिँ अहिलेको लागि चाहिँ बुझिँदैन है त। लङ टाइम फ्रेममा हेर्दाखेरि चाहिँ हामी बुलमै छौँ होइन। तर लङ टाइम फ्रेमको पनि
एकदमै हामीले मन्थली वाइज चार्ट हेऱ्यो भने हामी बुलमा छौँ। विकली वाइज चार्ट हेर्दाखेरि चाहिँ अब हामी फेरि साइडवेजमा छिर्यौँ। डेली वाइज हेर्दाखेरि अथवा सर्टर टाइम फ्रेममा हेर्दाखेरि चाहिँ फलिङको फेजमा छ है त मार्केट। मेरो यहाँ भ्यूमा चाहिँ केही पनि चेन्ज भएको छैन है। यो मार्केट यसो फल भइरहेको छ होइन। तपाईँको सधैँ बुल मार्केट हो भने पनि सधैँ तपाईँको चाहिँ ग्रिन क्यान्डल बनेर माथि नै जाने भन्ने हुँदैन। करेक्सन आइरहेको छ, तल फल भइरहेको छ। हामी चाहिँ कुन ट्रेन्डमा चलिरहेछौँ त्यो कुरा चाहिँ हामी बुझ्न जरुरत छ है त। हामी चढिरहेको गाडी चाहिँ कुन ठाउँमा गइरहेको छ, हामी चाहिँ हाम्रो माइन्डसेट पनि त्यही हुनु पऱ्यो कि। हामी बुल मार्केटमा हुँदाखेरि चाहिँ हाम्रो माइन्डसेट पनि बुलिसै हुनु पऱ्यो होइन। बुल मार्केटमा हुँदाखेरि हाम्रो माइन्डसेट चाहिँ बियरिस भयो भने त्यहाँनिर हामीलाई घाटा भयो। फेरि बियर मार्केट चलिरहेको बेलामा हाम्रो माइन्डसेट बुल भयो भने चाहिँ त्यहाँ पनि घाटा भयो है त। सो यहाँनिर हाम्रो चाहिँ सपोर्ट जोनमै आएको छ। सपोर्ट जोनमा आइसकेपछि चाहिँ एउटा केही रिभर्सल क्यान्डल चाहिँ हामीले एक्सपेक्ट गर्न सक्छौँ। किनकि हाम्रो कन्टिन्युस 4-5 दिन फल पनि भइसक्यो होइन। आजको क्यान्डल पनि ठुलो छ, तर भोल्युम चाहिँ हिजोकै बराबर छ अथवा प्रिभियस ट्रेडिङ डेकै बराबर छ। सो आज चाहिँ क्लियरली यो प्यानिक क्रिएट भएको हो होइन। प्यानिक चाहिँ किन क्रिएट भएको भन्दाखेरि चाहिँ तपाईँहरूले आजको न्युज हेर्नु होला। आज चाहिँ पोलिटिकल वाइज केही एउटा कारणले चाहिँ यो प्यानिक क्रिएट भएको हो। सो यो फेरि सल्टिसकेपछि चाहिँ हामी जाने चाहिँ माथि नै हो है त। हस्, आजलाई यति भन्दै म यहीँ टुङ्गाउन चाहन्छु। तपाईँहरूले मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु। यो भिडियो मन पऱ्यो भने लाइक गरिदिनु, सेयरिङ पनि गरिदिनु है त। हस्, धन्यवाद।